हेलो साथीहरू सबैजनालाई नमस्ते है। आज बिहान मेरो बुढो के खेतमा जानुभएको है। अनि ट्र्याक्टर छ नि त हाम्रो जोत्ने। अनि असार मासा बर्खा लाग्यो है साथीहरू, रोपाइको मेलो चलेको छ। अनि त्यस पछाडि खेतमा जानुभएको त त्यो चक्कामा के त्यो ट्र्याक्टरको चक्कामा चाहिँ भुत्रु 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 खेलेको के। अनि बुढोले भन्नुभयो बुढी ल्याउँ कि के गरौँ भन्नुभयो। अनि मैले कति रहर लाग्थ्यो कि पहिलेदेखि पाल्न। अनि ल्याउनु बुढो पालौँला भनेर अनि मैले चाहिँ लिएको के साथीहरू आज बिहानै है। कतिजनाले कछुवा पाल्नु भएको छ या पाल्नु भएको छैन साथीहरू, हेरेर लाइक सेयर सब्सक्राइब गर्नु होला। अनि फुल वाच गर्नु होला साथीहरू है। अनि कछुवा घरमा पाल्दा कति शुभ कति अशुभ हुन्छ साथीहरू है। अनि तपाईहरुले कमेन्ट गर्नु होला है साथीहरू, कसले पाल्नु भएको छ कसले पाल्नु भएको छैन। कति लामो मन्टो निकालेको के, हेर्न कति राम्रो के साथीहरू। अनि यता पुरै विष्णु के अरे विष्णु भगवानको अवतार भन्छ नि त कछुवालाई। यो पिपलको पत्ता के साथीहरू, थोप्पा 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 परेको प्यालो प्यालो थोप्पा होइन। अनि कति राम्रो के साथीहरू है। अनि मैले यसरी राखेको। अनि कस्तो भुत्रु 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 खेल्ने, भैमा छोडिदियो अनि खेल्ने। अनि त्यसपछि कस्तो राम्रो के हेर्नु साथीहरू, कति राम्रो छन्। अनि फेरि यो शिरमा पनि यिनको प्यालो प्यालो थोप्ला खाके है, कति राम्रो। अनि मैले फेरि भगवानपट्टि एकदम विश्वास मान्ने कि। अनि कछुवालाई लक्ष्मीको प्रतीक पनि मानिन्छ नि त। अनि हाम्रो धर्मशास्त्रमा पनि त्यस्तै भन्छ के। अनि लक्ष्मी अनि फेरि विष्णु भगवानको अवतार भन्छन्। त्यही भएर मैले अब भेटिएको अर्ग्यानिक माटा मुनि भेटिएको होइन। त्यही भएर पालौँ न त। अब कसरी पालिन्छ त्यही थाहा त छैन, तरिका छैन। अनि पालौँ न त भनेर अनि मैले राखेको साथीहरू। पानीमा नि कस्तो भुत्रु 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 खेल्छन् है। र साथीहरू कसले पाल्नुभएको छ कछुवा, अनि कछुवाले के खुवाउनुहुन्छ। अनि मलाई त केही पनि थाहा छैन, नजिकबाट फर्स्टचोटि देख्दैछु र पाल्दैछु पनि। अनि कसले पाल्नुभएको छ कसले पाल्नुभएको छैन, कछुवाले के खान्छन् हेरेर लाइक सेयर सब्सक्राइब गर्नु होला है त साथीहरू है त। बाई बाई, थ्याङ्क यू सो मच।